भिडियो बनाएको तपाईँलाई आइहाल्छ त गोरु के चाहिँ गर्नु यो चाहिँ खेत मिलाउनु थमाथम भइरहेको छ अहिले कार्यक्रमहरू है कसको मिलाउनु पर्ने छ खबर गर्नु होला है त 1 घन्टा भइसक्यो यार जरा निकालेको मार्छ है क्या गाडी नै जुरुक जुरुक उठिसक्यो यार सानो जरा छैन यार यत्रो खाल्डो बनाइसक्यो 1 घन्टा भइसक्यो निक्लिँदैन यत्रो ठुलो छ क्या आम्मा यत्रो खाल्डो खनिसक्यो यार खेत मिलाउँदा निस्क्यो जरा सक्खाको जरा रहेछ 1 घन्टा भइसक्यो यार अझै निक्ला सानो ठुलो रहेन त रहनु पनि अब त निकाल्छ सला कतै ठुलो रहेछ त रहनु पनि अब चाहिँ अलिअलि हल्लिन थाल्यो है 1 घन्टा लाग्यो यार यत्रो खाडिल खन्नु पऱ्यो यार जेसीबी नै जुरुक जुरुक उचालिन्छ यार पछाडिको अब चाहिँ निस्किनुपर्छ है निस्को जेसीबी घप्ट्यो आम्मा के हो यस्तो यार निस्किँदैन त हौ जेसीबी उल्टिन लागिसक्यो यार ड्राइभरको बलले भ्याएन त ड्राइभर यस्तो लुतेछ माछा ल लामखुट्टे जस्तो अनि कहाँबाट अनि यत्रो जरा छ यार सक्खाको परेछ क्या फेरि अब चाहिँ निस्किन्छ होला है पुरा पानी उम्लेर हेरौँ न आमा कति छिटो भर्यो क्या पानी त यो कुन चाहिँ ठाउँमा खेत समाउने निउले उल्टाबाट पानी आएको थियो भन्छ नि हो त्यस्तै यसमा नि आउँछ कि हो देउता महादेव पुरा पानीको तालै भइसक्यो यार एकैछिनमा पानी यत्रो अब यस्तो सुक्खा छ नि है यति खनेको होइन पुरा पानी हेरेर त दब पानी आइसक्यो यार निस्को अब चाहिँ निस्को कत्रो टाउको र त ल निस्को वा आमा ल पुरा यार माछालाई के अरे समुद्रमा छाल हानेर चाहिँ हान्दैन यार आम्मा आइसक्यो त यार आम्मा ए माछा चाहिँ क्या हौ पुरा सक्खा रहेछ होइन माछालाई सानो टुटा रहेछ निक्ल्यो हेर यस्तो आइजरो हुँदो रहेछ यार माछालाई सक्खामा यार ओ हटेरेको पुरा तालै हो नि फेवा ताल ल जुरुक्को चलेर त जरै मात्रै छन् जरै भने यस्तरी बसेर चाहिँ अनि कसलाई चाहिन्छ है जरा सजाउनलाई चाहिन्छ भने सम्पर्क गर्नु होला है त यो खाल्डो पुर्नु पऱ्यो पुरा पानी फेवा ताल भइसक्यो त